हेलो नमस्ते। अब हामी चाहिँ अहिले यो मेरो सेकेन्ड भ्लग हो। यो चाहिँ हामी बसन्तपुर दरबार स्क्वायरबाट हामी चाहिँ अब पाटनको बसन्तपुरतिर गएको छौँ र बसन्तपुर दरबार स्क्वायरमा गइरहेका छौँ। आज पनि हामी चाहिँ म आन्टी र मेरो बुढी तिनजना हामी बसन्तपुर दरबारतिर घुमघाम गर्नको लागि गएका थियौँ र अहिले चाहिँ बसन्तपुरमा चाहिँ बाटोहरू बनाउँदै गरेको अवस्थाहरू छ र बसन्तपुरमा चाहिँ के छ भनेपछि मान्छेहरू भिडभाड पहिला जस्तो अहिले चाहिँ त्यति धेरै छैन, किनकि यो बाटोहरू बनाउँदाखेरि ढुङ्गाहरू धेरै भएको कारणले गर्दाखेरि मान्छेहरूलाई आउन जानलाई अलिक गाह्रो भएको कारणले गर्दाखेरि मान्छेहरू पहिला जस्तो आजभोलि छैनन् र यो बाटोहरू खनेको कारण चाहिँ के भनेपछि बिजुलीहरू अनि पोलको तारहरू चाहिँ राख्ने भन्ने हिसाबले बनाउँदैछन्। यो चाहिँ बसन्तपुर हामी भित्र छिर्यौँ होइन। उहाँ गार्ड दिदी चाहिँ अब हिँड्दै हुनुहुन्छ, अगाडि हिँड्दै हुनुहुन्छ अनि हामी चाहिँ आज चाहिँ बसन्तपुर पनि घुम्ने र फोटोहरू खिच्ने अनि बाँकी टिकटकहरू बनाउने भनेर गएको हो है। यो चाहिँ यो वाइट डिजाइनको घरहरू चाहिँ देखेको छ। यो चाहिँ मेरो बुढी र मेरो आन्टी हो। यिनीहरू चाहिँ टिकटक स्टार बन्ने भनेर टिकटक बनाउँदैछन्। अनि यो चाहिँ साइडमा रहेको हिमालयन जाभा हो होइन। हामीले त्यहाँ बसन्तपुरमा पुगेपछि चाहिँ हामीले यो बसन्तपुरको बाहिरतिर राखेको यो प्रदर्शन जस्तो र बेच्नको लागि विदेशी या स्वदेशीहरूलाई राखिएको थियो र हामीहरू हेर्दै थियौँ। आन्टी र मेरो बुढी चाहिँ हेर्दै थिए भनेपछि म चाहिँ भिडियो बनाउनलाई व्यस्त थिएँ। यो चाहिँ मन्दिर जस्तो छ। यो मन्दिर चाहिँ 700 रुपियाँ जति पर्छ भन्नुहुँदै थियो। त्यसपछि हामीहरू सबै कुराहरू चेक गर्दै बिस्तारै हेर्दै गइरहेका थियौँ अनि हामी चाहिँ बाहिरतिर पनि हेरेर आन्टीहरू चाहिँ के सामान किन्ने कि भनेर हेर्दै ट्राई गर्दै हिँडिरहेको थिएँ। भनेपछि म चाहिँ भिडियोहरू कस्तो राम्रो कला प्रदर्शन गर्नुभएको थियो बनाएर। यो चाहिँ हाम्रो लाखे भन्नेहरू मुकुटहरू लगाउने हो अनि हामी चाहिँ बिस्तारै हेर्दै गएको थियौँ। त्यसपछि चाहिँ हामीले अगाडितिर यो दुईवटा बनेको वाइटवाला बिल्डिङ चाहिँ भूकम्प गएपछि बनेको बिल्डिङहरू हो। यो चाहिँ मन्तोटोङ आवाज आउने चुकाउँदा चेक गर्दै हुनुहुन्थ्यो। यसको प्राइस चाहिँ आइसी 700 रुपिस थियो र हामी पनि एकछिन सुन्यौँ हेऱ्यौँ। त्यसपछि हामी फेरि अगाडितिर गयौँ। बिस्तारै हामी अगाडितिर जाँदै थियौँ। गएपछि मैले चाहिँ त्यहाँ रहेको यता लेफ्ट साइडको आदर्श थियो। आन्टी र मेरो बुढी चाहिँ टिकटक बनाउने भनेर आफ्नो मोबाइलबाट भिडियो बनाउँदै थिए। आन्टीले चाहिँ टिकटक बनाउने भनेर अगाडि गएर पोज दिँदै रहेछिन्छ। अनि आज चाहिँ पहिला जस्तो मान्छेहरू चाहिँ बसन्तपुर दरबार स्क्वायरमा त्यति भिडभाड देखिएन। अहिले चाहिँ नेपालमा मान्छेहरू त्यति धेरै नभएको जस्तो फिल भयो, किनकि अहिले रोजगारीको विभिन्न बहानामा विदेशतिर गर्ने गर्दछन् नेपालीहरू। यो चाहिँ पुरानो नवा आदर्श हो। यो चाहिँ जमानादेखिको नै हो। यो त जीर्ण अवस्थामा रहेको छ भनेपछि हामी चाहिँ अगाडितिर गयौँ। त्यसपछि हामीले बसन्तपुरको मन्दिरहरू खिच्यौँ र केही भिडियोहरू खिच्यौँ। त्यसपछि हामीले अब चाहिँ जाने भनेर ट्याक्क राख्यौँ। हस्त धन्यवाद।